यतातिर राइड गर्दै आउँदैछन् पछाडि चाहिँ केटाहरू आउँदैछन् हजुर पछाडि पनि आउँदैछन् हामी त्यहाँ माथि आइसक्यौँ टपमा होइन यता देख्न सक्नुहुन्छ ढुङ्गा ढुङ्गा भनेपछि ढुङ्गा देखेपछि पाहाड आइयो भनेर बुझ्नुहुन्छ होइन अनि अझ हाम्रो भ्लग चाहिँ यहीँबाट सुरु हुन्छ किनकि घरबाट भिडियो सिडियो गरेन यताउता त्यस्तै त्यस्तै भयो भनौँ त्यही भएर बाटोबाट भिडियो गर्दैछु यसको के गर्छौँ देखाउँछु अब मलाई देखाएँ यस्तो क्यामेरा ब्याक गरेर हामी चाहिँ ठक्क पहाड चढेर गाउँ प्रवेश गरिसक्यौँ के छ गाइज कस्तो लाग्यो पहाड चढेर ठ्याक्क गाउँसम्म आइयो ऊ राजनको स्कुटी घतर गर्दै आउँदै हो ड्राइभर चेन्ज भयो जस्तो छ होइन छ 2025 मोडलको स्कुटी 2025 मोडल 25 लटको स्कुटीले तान्न नसकेको अवस्था छ ल लेट्स गो अब हामी जाँदैछौँ गाइज अब देख्न सक्नुहुन्छ केटाहरू पनि हिँडिसके पाहाडीहरू घर छ होइन यस्तो मजाको सिन छ यहाँ अब ससुराली चाहिँ यतै बनाउनुपर्छ किनकि यस्तो राम्रो ठाउँ छ नि पाहाडमा माथि त्यही माथि पक्की रोड होइन गराउ भर्खर गराउ फेरि बसको के गरायो यस्तो टर्निङहरूमा ऱ्याप्प स्याप्प स्याप्प बसाइदिएर एकदम के हामीलाई त के भन्छ थाहा भएन यस्तो यस्तो टर्निङ छ गाइज पछाडि स्कुल पनि देख्न सक्नुहुन्छ मामाहरू हुनुहुन्छ यहीँ यो त अर्को सुब्बा देउरा जाने बाटो होइन र हामी त सुब्बा देउरा जाने बाटोमा आयौँ केटाहरू कहाँबाट कहाँ घुस्यो भने थाहा आयो तर सुब्बा देउरा जाने बाटोमा आयो भनेको त लास्टमा थाहै होइन कि कहाँ हो जक्सन के हो भने तर सुब्बा देउरा ल्याएछु क्या हामी चाहिँ यहाँ यस्तो रेस्ट गरिरहेको थियौँ कि कसैले चाहिँ अमीले देखेर चोर्न गर्ने रे अमीले चोर्न गन गाइज हामी नि अब जान पर्यो पछि अमीले चोर्न यो चाहिँ के भन्छ यस्तो गाउँमा आयौँ कि पाहाड छ कि यस्तो खर्लप्पै झर्छ ए रम दप्छु जानुभयो अब यहाँ त दप्छु यो दप्छु हो गाइज यहाँ अमीले चोरको अनुहार देख्न सक्नुहुन्छ अमीले चोरिसके गाइज बाडी निकालिदिनु भयो नवीन दाइले यार देउराली लेखेको बोर्ड देख्न साथ हजुरहरूलाई थाहा भइसक्यो होला हामी चाहिँ सुब्बा देउरालीको मन्दिरको ठ्याक्कै अगाडि आइसकेका छौँ र पारी देख्न सक्नुहुन्छ लाउरे टाँसेको भिर र त्यता
देख्न सक्नुहुन्छ हाम्रो मन्दिर सुब्बा देउरालीको। अनि यहाँ छ कि मेलको त सुब्बा देउराली मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत छ। मेरोबाट हो पछिको फेरि यो बुझाइको बाटो। सबैले गर्लफ्रेन्ड लिएर आउँछन् बिचरा, म सिङ्गल लिएर आएको छु यार। म यही बसेँ है, मात्र निक्ल यार। नेपालमा पाइने एकदम करेन्टवाला प्लान्ट हो यो चाहिँ। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ बादलको माथि। अहिले चाहिँ के भयो भन्दा 2083 सालमा चाहिँ संसार उल्टिन्छ भन्थ्यो, त्यही भएर आज चाहिँ संसार उल्टिसकेको छ। म चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ भारी हो गाइस। आयो
कमाउने क्यारी होला जिन्दगीमा रमाउने सुब्बा देउराली घुम्दै घुम्दै आएको सुब्बा देउराली जाडो भएर मर्न थाले रमायाली। हेलो सबैमा नमस्कार। हामी चाहिँ अर्ग्यानिक सिस्नो लिएर आएका छौँ। अहिले चाहिँ यो हामी सुब्बा देउरालीदेखि धेरै माथि के भन्छ यसलाई अर्घा भन्ने ठाउँमा आएका छौँ र यहाँ मन्दिरको छेउमा एकदम परिलो एकदम झरिलो नेपाली के भन्छ करेन्ट प्लान्ट भेटेको छ र यसलाई चाहिँ हामीले आज फ्राई गरेर खानेवाला छौँ। अनि ढिँडोसँग लुडुक्काएपछि नेपाली ज्यानमा करेन्ट आउँछ अनि यसलाई छोइ पार्छ एकदम झड्का लाग्छ चला उठ्छ। ल यति भन्दै यस भिडियोलाई यहाँ बन्द गरौँ। धन्यवाद।